साथीहरु सबैजनालाई नमस्कार र आजको मेरो यो नयाँ ब्लगमा स्वागत छ है। र आज चाहिँ सन्डे हैन, आज रामनवमी पूजा पनि हो। सबैजना साथीभाइहरुलाई रामनवमी पूजाको एकदमै शुभकामना छ है। र आज चाहिँ सन्डे भएकोले गर्दाखेरि हामी चाहिँ रामनवमी पूजा पनि सेलिब्रेट गर्ने, अन्त चौरतारधुरामा भइरहेको अन्तिम दिनको पूजामा पनि सामेल हुने भनेर चाहिँ हामी गाउँको 5-6 जना दिदीबहिनीहरु मिलेर चाहिँ जाँदैछौँ साथीहरु है। किनभने मन्डेदेखिको स्याटरडेसम्म हामी चाहिँ घरको काम र ड्युटीमा व्यस्त हुन्छौँ नि, तर आजको यो सन्डेलाई चाहिँ भगवानको नाममा अर्पित गरौँ है भनेर चाहिँ हामी सल्लाह गरेर अहिले चाहिँ हामी जाँदैछौँ है साथीहरु। एकदमै हेरेर लाइक शेयर कमेन्ट गरिदिनु होला सबैजना साथीहरुलाई। नमस्कार अनि शुभ बिहानी। रामचन्द्र वनमा जाँदै हुनुहुन्छ, हामीलाई दुःख भयो, मन घोच्यो, कैकेयीलाई गाली गर्न लाग्यो। अब हामी महिषासुरले देवताहरूलाई दुःख दियो, भगवती आउँदै हुनुहुन्छ, हामीलाई थाहा छ। भगवती छिटो आउनु नि हामी भन्छ। महिषासुरले कति दुःख दिँदैछ। यसो त दोस्रो प्रकारको भक्तिमा अलिकति मजा छ, आनन्द छ, सुख पनि छ, दुःख पनि छ, हर्ष पनि छ, क्रोध पनि छ, घर व्यवहार आफ्नो छ, त्यसका झमेलाहरू चपेटाहरू पनि छ, जुलुकमा कहिले खुसीहरू छ। त्यो दुःखको बिचमा खुसी हामीलाई आनन्द प्राप्त हुन्छ। साथीहरु हामी चाहिँ अब पुराण सक्यो हो, पूजाहरू गऱ्यौँ है, हामीले मजाले नाच्यौँ गायौँ होइन, अन्त पूजाहरू गऱ्यौँ हो, अन्त चाहिँ के अरे भातसात खायौँ, टिकाहरू लगायौँ हो, अन्त अब चाहिँ हामी फर्किँदैछौँ हो। लु भन्नु सबैजना। यिनीहरू चाहिँ नाचेन हो, हामी चाहिँ नाच्यौँ हो। होइन अलिअलि चाहिँ होला नि त, अलिअलि ढाँट्दैछ हो। पूजा कस्तो भयो भनिदिनु पर्यो सबैजनाले। पूजा चाहिँ एकदमै राम्रो भयो, एकदमै भण्डारहरू पनि एकदम राम्रो, खानाहरू पनि एकदम राम्रो थियो हो, एकदमै राम्रो थियो। सबैजनालाई धन्यवाद। प्रसाद पनि बोकेछौँ झोला भरिभरि हो, सबै कुरो गर्नु पायौँ, इच्छा पुरा भयो हाम्रो हो। अब चाहिँ सप्तपुरको अब रात पनि पर्न आँटिसक्यो है, पानी पर्ला जस्तो हुँदैछ हो। भगवानसँग प्रार्थना गर्नुपर्छ है, अर्को पालि पनि हामी यसरी जानु पाऊँ भनेर होइन। यसरी हाम्रो गाडी पनि आएछ साथीहरू, अब हामी गाडीमा चढ्ने।